हामी तपाईसँग डेलिगेसन आयो पार्टीसँग डेलिगेसन आएन काहे डिस्टर्ब गरायो अब तपाईको मान्छेले एक शब्द निकाल्ने हाम्रो समय तर्कले विषय जोडे खेलेको राख्दा ढाडे परे जस्तो बिस्तारै बोल्नु सुन्नुहुन्थ्यो मेयर साहबले कान तातै छ हो बिस्तारै बोल्नु ताप त पसिना आउँछ। काङ्ग्रेसहरूले हिजो उठाएको विज्ञप्तिमा खबरदारीमा उठाएको आवाजमा के थियो बुद्धगत रूपमा त मैले घरमा आएर सामाजिक सञ्जालमा मात्रै देख्न पायो, किनभने म त्यहाँ आफै उपस्थित हुँदा पनि मैले काङ्ग्रेसले उठाएका कुराहरू काङ्ग्रेसले गरेको खबरदारीहरू केही पनि सुन्न पाएन। यो विषय कुराहरू कतिपय कुराहरू नेपाली काङ्ग्रेसले उठाएका कुराहरू र माओवादीले उठाएका कुराहरू जनताका कुराहरू हुन्। हिजो तपाईँहरूलाई समग्रमा दुवै पार्टीले दुवैलाई भोट हालेर जिताएको यो विषय तपाईँहरूले भुल्नुभयो कि हामीले गल्ती गऱ्यौँ कुरो यहाँ यतिको आडमा यहाँ कर्मचारी साथीहरूको धेरै गुनासो सुनेको छौँ। तैँले यो गर्ने छैन तँलाई खबरदार तँलाई यहाँ लहट्छु तँलाई हामी बस्न दिन्नौँ भन्ने खालका अभिव्यक्ति धम्कीहरू तपाईँ चाहिँ यहाँका जनप्रतिनिधिहरूले चाहिँ कर्मचारीमा गरेको पाइएको छ। यहाँ पटक पटक यहाँ 3 महिना नहुँदै 2 महिना नहुँदै प्रशासक अधिकृत लगायत कर्मचारीहरू सहर मागिरहेको अवस्था छन्। किन माग्यो त्यो अवस्था किन भयो? जनप्रतिनिधिले माया गरेर भएको हो त त्यो? उहाँहरू आएपछि जान हतार हुन्छ, काम कहिले गर्ने? नेपाली काङ्ग्रेसले बुझाएको विज्ञप्ति र माओवादी केन्द्रले बुझाएको ज्ञापन पत्रमा फरक छ। किनभने नेपाली काङ्ग्रेसले माओवादी केन्द्रका मेयर जगत लामालाई होच्याउने हेप्ने उसको खुट्टा तान्ने काम गरियो भने माओवादी केन्द्रका विज्ञप्तिमा फेरि नेपाली काङ्ग्रेसका उपमेयर शिव दाहालको विरुद्धमा विज्ञप्ति निकाल्यो, ज्ञापन पत्र बुझाइयो। यहाँबाट हामी नागरिकहरू के प्रश्न हुन्छ भने यी दुई दलहरू जनप्रतिनिधिहरूले जनतालाई ढाट्ने जनतालाई झुक्क्याउने र भोटको खेती गरेको मात्रै देख्न सकिन्छ। किनभने यस विषयमा धेरै कुराहरू छ। यदि उठेको प्रश्नहरू ठिक छ, किनभने पालिकामा भ्रष्टाचार हुनु हुँदैन, विकास हुनुपर्छ, विकासका गतिविधिहरू अगाडि बढाउनुपर्छ, भ्रष्टाचार गर्नु हुँदैन, विषय ठिक छ। हामीले बुझ्न पर्ने कुरा के हो भने नेपाली काङ्ग्रेसले बुझाएको ज्ञापन पत्रमा मेयर जगत लामाको विरुद्धमा मात्रै छ, अनि फेरि माओवादी केन्द्रले बुझाएको ज्ञापन पत्रमा नेपाली काङ्ग्रेसको शिव दाहालको विरुद्धमा मात्रै छ। यस्तो पनि हुन्छ? यो भनेको झुटको खेती गर्ने हो, भोटको खेती गर्ने नै हो। होइन भने पालिकालाई यदि विकसित गराउने नै हो भने, पालिकामा चाहिँ नियमित हटाउने हो भने, पालिकामा भ्रष्टाचार हटाउने हो भने, पालिकामा भएको विसङ्गति व्यतिथिलाई हटाउने हो भने दलभन्दा माथि उठ्नु जरुरी छ। नगर प्रमुख गलत छ भने नगर प्रमुखलाई कानुनी कारबाही हुनुपर्छ। उपप्रमुखको गल्ती छ, उपप्रमुख भ्रष्टाचारी छ भने कानुनी कारबाही उसलाई हुनुपर्छ। तर एकअर्काले खुट्टा ताने जस्तो गर्ने, एकअर्काले विरोध गरे जस्तो गर्ने, तर भित्रभित्र मिल्ने यो प्रविधि चलिरहेको छ। एकअर्काको खुट्टा तान्ने राजनीति हाम्रो स्थानीय सरकारमा होइन, राष्ट्रिय स्तरको प्रविधि पनि हो। त्यो कारणले गर्दा हामी जस्तो सचेत युवाहरूले बुझ्नुपर्छ यिनीहरूले हामीलाई झुकाउन खोजिरहेको छ कि साँच्चीकै आम नागरिकको प्रश्न उठाएर खबरदारी गरेको हो कि भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो हाम्रो चासोको विषय पनि हो। नगरपालिका भित्र भएको भ्रष्टाचार हटाउनु पर्छ। नगरपालिका भित्रमा भएका विभिन्न खालका भ्रष्टाचार, विसङ्गति, व्यतिथि, अनियमितता हटाउनु पर्छ भन्ने हाम्रो पनि मान्यता हो। तर कुरा मात्रै उठाउने, एकअर्काको कुरा मात्रै उठाउने, तर यो भित्र दुवैजना चाहिँ फस्ने, दुवैजनाको चाहिँ बेइज्जत बेइमान हुने देखिसकेपछि दुवै दलहरू चाहिँ फेरि मिलेर अगाडि बढ्ने देखिएको छ। यस्तो भयो भने हामी बेलगढी नगरपालिकाको सचेत युवाहरू, आम युवाहरू अब हामी चोकचोकमा मात्रै होइन सम्बन्धित ठाउँमा खबरदारी गर्न पुग्नुपर्छ। यदि हिजो उठेको प्रश्नका जवाबहरू प्रष्ट रूपमा, सार्वजनिक रूपमा प्रमुख र उपप्रमुखले बाहिर ल्याउँदैन भने हामी युवाहरू एकजुट भएर अब ध्यान आकर्षण हामीले गराउनुपर्छ। ध्यान आकर्षण अब काङ्ग्रेसले होइन, ध्यान आकर्षण अब माओवादीले होइन, ध्यान आकर्षण अब एमाले पनि होइन, ध्यान आकर्षण अब कुनै पनि पार्टीले होइन। हामी आम पालिकाका हामी नागरिकले उठाउनु पर्ने जरुरी छ। अहिलेसम्मको भिडियोलाई हेरेर तपाईँहरूले नबुझेको कुराहरू
धेरै हुन सक्छ, तर मैले त्यहाँ देखेको केही कुराहरू, मैले बुझेको कुराहरू गरिरहेको छु। हामी अब युवाहरू एक हुनुपर्छ, बेलोरगढीका सचेत नागरिकहरू एक हुनुपर्छ र अब ध्यानाकर्षण काङ्ग्रेसले होइन, माओवादीले होइन, अब ध्यानाकर्षण हामी युवाहरूले गराउनुपर्छ। सम्बन्धित ठाउँमा गएर खबरदारी अब हामीले गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो, इमान्दारीलाई इमान्दारी र बेइमानलाई बेइमान भन्न सक्नुपर्छ। सही र गलतलाई गलत र सहीलाई सही भन्ने अधिकार हामीमा छ। त्यसैले हामी एकजुट हुनुपर्छ। हाम्रो पालिका हामी आफै बनाउनुपर्छ। अबका नेताहरूको, अबका जनप्रतिनिधिहरूको, अबका पार्टीहरूको आश गरेर हाम्रो पालिका बन्दैन, हाम्रो समाज बन्दैन। त्यो कारणले गर्दा हामी सबैजना सचेत रहनुपर्छ। हामी खबरदारी गर्नुपर्छ। यस विषयमा हामी एकजुट भएर अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ।